दर्शकवृन्द, देश दुःखमा छ। न रोकेर रोकिन्छ, न छेकेर छेकिन्छ, न कहिलेकाहीँ आकलन नै गर्न सकिन्छ। हो, त्यस्तै भयो एउटा प्राकृतिक विपत्ति, भोटेको सीमा आएको बाढी। एक्कासी चीन तर्फबाट आएको अत्यन्तै ठुलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनसम्म धनजनको क्षति भयो र त्यहाँको जनजीवन प्रभावित भयो। एक्कासी भोटेको सीमा बाढी बढेपछि आकलन नै गर्न नसक्ने गरी मानिसहरू उक्त बाढीमा पर्नु भयो। सरकारले तदारुकताका साथ खोजी, उद्धार र राहतका कुराहरूलाई अगाडि बढाइसकेको छ। मन्त्री परिषदको बैठक बस्नेदेखि लिएर विपद प्राधिकरणको बैठक बस्ने कुराहरूदेखि लिएर देशमा उद्धारका लागि आवश्यक सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गर्ने कुराहरू र हेलिकप्टरलाई स्ट्यान्ड बाई राख्नेदेखि लिएर उद्धारका लागि परिचालन गर्ने कुराहरू तदारुकताका साथ भएका छन्। उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने। स्थानीय नागरिकहरूले पनि उत्तिकै चासो दिएर यसमा सहभागिता जनाउनु भएको छ। गुसाइकुण्ड जाने जो तीर्थयात्रीहरू हुनुहुन्थ्यो, उहाँहरू कतिपय यसैमा प्रभावित हुनुभयो भन्ने छ भने कतिपय सुरक्षित स्थानमा रहनुभएको पनि हामीले दृश्यहरूमा देखिरहेका छौँ। र यो फेरि जनै पूर्णिमाको नजिक भएका कारण पनि गोसाइकुण्ड तीर्थयात्राका लागि जाने यात्रुहरूको भिडभाड नै हुने गर्दछ। त्यसो त यता संसदमा पनि आजै थियो संसदमा पनि यस विषयमा सांसदहरूले आफ्ना आफ्ना भनाइ र विचारहरू व्यक्त गर्नुभएको छ। व्यक्ति उपचार नपाएर लाइनमा बस्नु पर्यो, मर्नु पर्यो भने त्यो भन्दा ठुलो पीडा अरू केही नहोला। यो राष्ट्रिय विपदको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौँ, सिँगै नेपाली छौँ। नेपालीमा परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ त्यतिर हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ। त्यसकारण सरकारले आफू मात्र होइन, सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिने, स्थानीय एकाइहरूलाई चाहिँ स्थानीय हाम्रो सरकारहरूलाई चाहिँ विश्वासमा लिने, समाज र सामाजिक क्षेत्रलाई पनि परिचालन गर्नुपर्ने एकातिर आवश्यकता छ भने। रसुवामा हालै आएको बाढीले सृजना गरेको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह छ। देश शोकमा डुबेको छ। प्रारम्भिक दृश्य र परिस्थितिले यो हिमताल विस्फोटबाट उत्पन्न बाढी ग्लेसियल लेक आउटबर्स्ट फ्लड हुन सक्ने आशंका छ। यद्यपि यसको यथार्थ कारण बिस्तारै थाहा नै होला। तर एउटा कुरा स्पष्ट छ, यो एउटा प्राकृतिक घटना मात्रै होइन, यो एउटा राष्ट्रिय त्रासदीय स्वरूप देखिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमतालको जोखिम बढिरहेको छ। हिमालमा हुने तीव्र तापक्रम वृद्धि, हिमनदी तथा हिमतालमा देखिएका परिवर्तनले नेपाल जस्ता पर्वतीय र विकासशील मुलुकलाई अझ बढी जोखिममा पारेको छ। अझ महत्त्वपूर्ण कुरा के हो भने जलवायु परिवर्तन सृजना गर्न नेपालको योगदान नगण्य छ, तर यसको असर हामीले भोगिरहेको छौँ। हिमतालको जोखिम, बाढी, पहिरो, हिमपहिरो, कृषि र पूर्वाधारमा क्षति र अन्ततः मानवीय जीवनको क्षति। त्यसैले सम्माननीय सभामुख महोदय, जलवायु परिवर्तनको मूल्य सबैभन्दा कम जिम्मेवार देश र समुदायले चुकाउनुपर्ने यथार्थको हामी माझ छ। नेपाल जस्ता विकासशील तथा पर्वतीय मुलुकले भोगिरहेको जलवायुजन्य क्षतिको न्यायपूर्ण सम्बोधन कसरी हुन सक्छ? आज हामीले राहत र उद्धारको कुरा गरेर मात्र पुग्दैन। अब प्रश्न पूर्व सूचना प्रणालीको पनि हो, जोखिमयुक्त हिमतालको नियमित अनुगमनको पनि हो, जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको हो, जोखिममा रहेका बस्तीहरूको पूर्व तयारी र सुरक्षित स्थानान्तरणको हो, र सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कूटनीतिको पनि हो। यस्ता विपद अब एक देशको सीमाभित्र सीमित रहने विषय पनि होइनन्। हिमालय एउटा पारिस्थितिक प्रणाली हो, त्यसैले यसको जोखिम व्यवस्थापनमा राष्ट्रिय समन्वय मात्र पर्याप्त हुँदैन। क्षेत्रीय र विश्वव्यापी सहकार्यमा नेपाल र नेपाल जस्ता मुलुकहरूले भूमिका खेल्नुपर्ने हुन्छ। म सरकारसँग निवेदन गर्न चाहन्छु, नेपालको जलवायु कूटनीति प्रभावकारी बनाऊ। हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु जोखिम र जलवायु न्यायका कुरा गरिरहेका छौँ, तर त्यसको प्रतिफल नेपालले पर्याप्त रूपमा प्राप्त गरिरहेको छैन। हामीले जलवायु
जलवायु वित्त अनुकूलन सहयोग पूर्व सूचना प्रविधि र विगत जोखिममा न्यूनीकरणका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्न सक्नुपर्छ। हामीले विश्वलाई एउटा स्पष्ट सन्देश दिनुपर्छ। नेपाल जलवायु सङ्कटको सृजनाकर्ता होइन, तर यसको अग्रपन्थीमा उभिएको एउटा पीडित राष्ट्र हो। त्यसैले रसुवाको यो त्रासदीलाई एउटा बाढीको घटनाको रूपमा मात्र हेरेर हुँदैन, यसलाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेन्डा नेपालले बनाउनु पर्दछ। आजको हाम्रो जिम्मेवारी राहत र उद्धारमा त छँदैछ, अझ महत्त्वपूर्ण भोलिको विपद रोक्न आजै पूर्व तयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्नुपर्छ। जलवायु परिवर्तनको जोखिम साझा हो भने त्यसको जिम्मेवारी र लागत पनि न्यायपूर्ण रूपमा साझा हुनुपर्छ। यस विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। बेपत्ता भएकाहरूको सकुशल खोजीको काम तीव्र रूपमा अघि बढोस् भन्ने अपेक्षा गर्दछु। यस विपदबाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त गरून्। साथै समाजका हरेक वर्ग, क्षेत्र र समुदायबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा आवश्यक सहयोग जुटाउन हामी सबै लागि पर्न पनि अपिल गर्दछु। यस दुःखद र कठिन घडीमा यो सदन प्रभावित नागरिकहरूसँगै छ। यो सदन सरकारसँग पनि पूर्ण रूपमा दृढतापूर्वक र एकताबद्ध भएर उभिएको छ। यस्तै बेला हामीलाई प्रहरी र सेनाको महत्त्व पनि, हाम्रो सार्वजनिक सुरक्षा निकायको महत्त्व पनि थाहा हुन्छ। यस्तो अवस्थामा आफ्नै जीवनको जोखिम लिएर अहिले उद्धारमा खटिराख्नु भएको सम्पूर्ण सुरक्षा निकायप्रति म धन्यवाद व्यक्त गर्न पनि चाहन्छु र साथै एउटा तितो अनुभव पनि राख्न चाहन्छु। जाजरकोट भूकम्प जाँदाखेरि नेताहरूको चाहिँ हेलिकप्टरमा एउटा प्रतिस्पर्धा नै थियो को पहिला त्यहाँ पुग्ने भनेर, तर आजसम्म जाजरकोटले त्यहाँ राहत पाएको छैन। त्यस्तो त्रासदी, त्यस्तो अवस्था अहिले बाढी प्रभावित क्षेत्रका नागरिकहरूले भोग्नु नपरोस्। भगवान् श्री पशुपतिनाथले यो देश र यो देशको जनताको रक्षा गरून्। धन्यवाद। सम्माननीय सभामुख महोदय, भोटेकोशी नदीमा आएको यो अकल्पनीय बाढीले जुन अपूरणीय क्षति भएको छ, यो अत्यन्त कठिन घडी हो र यो कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीयले बेहोरेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कालीलाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो रासोपा र सिङ्गो सरकार साथ रहेको कुरा म यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, बिहानदेखि नै यसको जानकारी प्राप्त भएसँगै म प्रधानमन्त्री, गृहमन्त्री र भर्खरै स्वास्थ्य मन्त्री लगायतका सम्बद्ध अन्य सरकारी संयन्त्रका जति पनि महानुभावहरू हुनुहुन्छ उहाँहरू सबैसँग निरन्तर छलफल र सूचना आदान प्रदान र रणनीतिक किसिमका योजना के कस्ता छन् भन्ने जस्ता विषयहरूमा अत्यन्त सजगताका साथ सचेत हुँदै र गम्भीरतापूर्वक ती छलफलहरूमा सहभागी हुँदै आइरहेको छु र मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु, मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा कि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ। म सम्मानित सदन मार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु। रसुवागढीदेखि तलको तटीय क्षेत्रमा बस्ने बस्ती, पक्की पुल, जलविद्युत लगायत संरचनाहरू भगाएको छ। प्रारम्भिक अनुमानमा अनुसार ठुलो सङ्ख्यामा मानवीय क्षति भएको छ। यस किसिमको विपत्ति यो शताब्दीको पहिलो हो जस्तो लाग्छ। म सरकारलाई राष्ट्रिय विपद घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु। सामान्य सभामुख महोदय, उद्धार गर्नुपर्ने मानिसको सङ्ख्या ठुलो रहेको छ र उद्धारको लागि हाहाकार गरिरहेका छन्। सडक सञ्जाल विच्छेद हुँदा हेलिकप्टरभन्दा बाहेक उद्धार सम्भव छैन। उपलब्ध भएका हेलिकप्टरहरू तत्काल रसुवा पठाउन आग्रह गर्दछु। यथाशक्य छिटो मानवीय उद्धार, घाइतेहरूको उद्धार गर्न सम्पूर्ण राज्य संयन्त्रलाई परिचालन गर्न हार्दिक अनुरोध गर्दछु।
सम्माननीय सभामुख महोदय, अहिले जुन तिब्बतीय क्षेत्रमा हिमताल फुटेर जुन अवस्था रह्यो, अझ त्यो पछि कस्तो छ भन्ने कुराहरू नेपाल सरकारले गम्भीरताका साथ लियोस् भन्ने आग्रह गर्न चाहन्छु। मलाई लाग्छ यो गत वर्षको भन्दा नि यो ठुलो छ। अझ त्यो तिब्बतीय क्षेत्रमा त्यो हिमतालहरू, त्यो ग्लेसियर लेकहरूको अवस्था कस्तो छ, त्यसको लागि नेपाल सरकारले कूटनीतिक पहल गरेर मित्र राष्ट्रसँग कुरा गरेर पछिका दिनहरूमा यस्ता समस्याहरू नआउनका लागि म नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। यो प्राकृतिक विपत्ति न छेकेर छेकिन्छ न रोकेर रोकिन्छ। यसलाई न केही समय पर धकेल्न सकिन्छ, खालि यसबाट बच्न सकिन्छ र बच्नका लागि पूर्व सूचनाहरू दिने कुराहरू, पूर्व सूचना पठाउने कुराहरू हुन्छन् र त्यो नेपालमा त्यो सिस्टम त छ। तर अफसोच 81 यो भएकोले कुनै त्यस्तो काम गर्न सकिएन भन्ने केही मौसम विज्ञहरूले पनि बताएका छन्। र तथापि यो चीनको कुनै हिमताल फुटेर आएको हुन सक्ने कतिपयले आकलन पनि गरिरहनु भएको छ भने कतिपयले हिम पहिरो गएका कारणले बनेको एउटा कुनै त्यस्तो ताल फुटेर आएको हुन सक्ने बताएका छन्। तथापि जे होस्, त्यो दुःखद घटना भएको छ देशमा र यो दुःखको यो घडीमा हामी जति सक्दो छिटो अब खोज, उद्धार, राहत र पुनर्स्थापनातर्फ अगाडि बढ्नुपर्ने हुन्छ। प्राकृतिकको नियम र प्राकृतिकको नियतिलाई हामीले धेरै टार्न सक्दैनौँ, यसलाई भोग्नै पर्छ। तर सुरक्षित रहन सक्छौँ। जसले अब फेरि यस्ता घटनाहरू आउन सक्छन्, नदी तटीय क्षेत्रहरूमा रहनुभएका व्यक्तिहरूले जति बेला जे पनि हुनसक्छ, अथवा अरू पहिरो, बाढी, अरू दुर्घटना पनि यो ठ्याक्कै कहिले हुन्छ, के हुन्छ, भूकम्प जस्ता कुराहरू पनि थाहा हुँदैन। जसरी हामीले 2072 सालमा एउटा भूकम्पको सामना गर्नु पर्यो, यस्तै अहिले रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा रहनुभएका आम आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले एउटा प्राकृतिक विपत्तिसँग जुधिरहनु भएको छ, जुझ्नु परेको छ। यस्तो विषम परिस्थितिमा उहाँहरूलाई जति सक्दो छिटो उद्धार, राहत र पुनर्स्थापना जस्ता कुराहरूमा हामीले चासो दिनुपर्छ र त्यसमा जोड दिनुपर्छ। र यसको सत्य तथ्य के हो, कसरी यो भयो र यसका भविष्यमा यस्ता सम्भावित दुर्घटनाहरू कहाँ छन् र त्यो क्षेत्रमा हामीले कसरी नागरिकको जीव ज्यान बचाउन सक्छौँ भन्ने कुरामा पनि सबैले यसका जानकारहरूले चासो दिनुभयो भने पक्कै पनि यसबाट हामीले आम नागरिकको जीव ज्यान पनि जोगाउन सक्छौँ, धनजनको क्षति कम गर्न सक्छौँ र यस्ता सम्भावित दुर्घटना हुने ठाउँहरूको पहिचान गरेर, पहिचान भएका छन् भने त्यो क्षेत्रका नागरिकहरूलाई कसरी सुरक्षित बनाउने हो, त्यो कुराहरूमा पनि राज्य र तपाईँ हामी सबै पनि लाग्न जरुर आवश्यक छ। यस्ता घटनाहरू, विपत्तिहरू प्राकृतिक रूपमा भइ नै रहन्छन्, हुन्छन् र यसबाट बच्नका लागि हामी सबै समयमै सजग, सचेत र अग्रसर बन्न आवश्यक छ। तपाईँ हामी सबै मिलेर यस्ता दुर्घटनाहरू, यस्ता विपदहरूबाट हामी बच्न सक्छौँ र बचाउनु पर्छ र सबैलाई हामी यही अपिल गर्दछौँ। ड्याम फुटेर आयो, पुरा चाइनाको ड्याम फुटेर आयो रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार, यो पुरा ड्याम फुटेर आएको, ड्याम फुटेर आएको। यो घर गयो ल। ल त्रिशुली बजारै गयो यार।